नयाँ रेस्टुरेन्ट एड गर्नका लागि हजुरहरूले एड न्यू ब्रान्चमा क्लिक गर्न सक्नुहुन्छ। यसपछि हजुरहरूको अगाडि एउटा स्क्रिन आउँछ। यसमा चाहिँ हजुरहरूले आफ्नो रेस्टुरेन्टको नाम, मैले अहिलेको लागि ललितपुर भ्यू पोइन्ट भनेर युज गरेको छु र यसको एड्रेस पनि मैले ललितपुरै राखेको छु। त्यसपछि हजुरहरूले आफ्नो रेस्टुरेन्टको प्यान नम्बर तथा फोन नम्बर चाहिँ यसमा एड गर्नुपर्ने हुन्छ। सबैको डिटेल्स एड गरिसकेपछि हजुरहरूले यो चेक बक्समा क्लिक पनि गर्नुपर्ने हुन्छ, टर्म्स एन्ड कन्डिसनको चेक बक्स। त्यसपछि हजुरहरूले क्रिएट रेस्टुरेन्टमा क्लिक गर्नुभएपछि हजुरको अगाडि एउटा पपअप आउँछ रेस्टुरेन्ट एड भयो भनेर। यसपछि हजुरहरूले ओके गर्नुभयो भने आफूले भर्खर एड गर्नुभएको रेस्टुरेन्ट लिस्टमा हजुरहरूले देख्न सक्नुहुन्छ। मैले भर्खर एड गरेको ललितपुर भ्यू पोइन्ट भनेर यो लिस्टमा यहाँ आइसकेको छ र नयाँ चाहिँ हजुरहरूले यसरी एड गर्न सक्नुहुन्छ।